नमस्ते साथीहरु, स्वागत छ हाम्रो युट्युब च्यानलमा। साथीहरु, तपाईहरु पनि कक्षा 12 को मौका परीक्षाको रिजल्टको पर्खाइमा बस्नु भएको छ भने आज एकदमै खुसीको खबर रहेको छ। हिजो भर्खरै राष्ट्रिय परीक्षा बोर्डले चाहिँ कक्षा 12 को रिजल्ट पनि प्रकाशित भइसकेको छ र त्यस्तै गरी यतिखेर स्क्रिनमा तपाईले देख्न सक्नुहुन्छ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ प्रकाशन गरेको यो सूचना नोटिस चाहिँ म तपाईलाई देखाउने छु। यहाँतिर तपाईले देख्न सक्नुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुर कक्षा 12 को मौका अथवा पूरक परीक्षा फल सम्बन्धी विज्ञप्ति भनेर दिइरहेको छ र त्यस्तै गरी मुनितिर तपाईले पढ्न सक्नुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर 2083 साउन 3 गते सञ्चालनमा आएको कक्षा 12 को मौका परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड मिति 21 गते नियम अनुसार प्रकाशित भएको छ भनेर दिइरहेको छ र त्यस्तै गरी कतिजनाले परीक्षामा भाग लिनु भएको छ त्यो डिटेल्सहरु देख्न सक्नुहुन्छ र साथसाथै यहाँ आधिकारिक वेबसाइटहरु पनि यहाँ तपाईले देख्न सक्नुहुन्छ। जस्तै तपाईले आफ्नो रिजल्ट चाहिँ तीन तरिकाबाट चेक गर्न सक्नुहुन्छ, वेबसाइट, एसएमएस सर्भिस र आइबीआर। र त्यस्तै गरी वेबसाइटको लागि भने दुईटा वेबसाइटको अथराइज दिइरहेको छ जसमा चाहिँ तपाईले www.neb.gov.np लेखेर आफ्नो रिजल्ट चेक गर्न सक्नुहुन्छ कक्षा 12 को भने। त्यस्तै गरी नेपाल टेलिकमको पनि रहेको छ www.neb.ntc.net.np लेखेर सर्च गर्नु होला। एसएमएसबाट चाहिँ 1600 मा टाइप गरेर क्यापिटलमा एनईबी स्पेस र सिम्बल नम्बर सेन्ड गरेर तपाईले एसएमएस द्वारा पनि चेक गर्न सक्नुहुन्छ। र वेबसाइटबाट चेक गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइलमा रहेको कुनै पनि ब्राउजर ओपन गर्नु होला र साथीहरु ब्राउजर ओपन गरिसकेपछि www.neb.ntc.net.np लेखेर सर्च गरिदिनु होला र साथीहरु सर्च गरिसकेपछि तपाईहरु यस वेबसाइटमा आउनुहुनेछ र त्यस्तै गरी वेबसाइटमा देख्न सक्नुहुन्छ नेशनल एजुकेसन बोर्ड क्लास 12 सप्लिमेन्टरी रिजल्ट 2083 रहेको छ र त्यस्तै गरी यहाँतिर तपाईले आफ्नो सिम्बल नम्बर राख्नु होला, डेट अफ बर्थ राखेर सबमिट गरिदिनु होला। सबमिट गरिसकेपछि यति गरिसकेपछि तपाईले एक्जाममा कति मार्क्स ल्याउनु भएको छ सप्लिमेन्टरी एक्जाममा भने त्यो सम्पूर्ण डिटेल्सहरु तपाईले देख्न सक्नुहुन्छ विथ मार्क्स विथ ग्रेड सजिलैसँग आफ्नै मोबाइल ल्यापटप प्रयोग गर्दै सजिलैसँग यस्तो प्रकारले चेक गर्न सक्नुहुनेछ। र साथीहरु, यहाँसम्म तपाईले भिडियो हेर्नु भएको छ र अहिलेसम्म च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब र त्यस्तै गरी भिडियोलाई लाइक, कमेन्ट एन्ड शेयर गर्न पनि नछुटाउनु होला।